र म तपाईहरुलाई कलाघरभित्र के छ त यो देखाउन गइरहेको छु। अब म यहाँ लेफ्टबाट देखाउन चाहन्छु। यो पक्कै पनि यो केही न केही फुलहरु हुनुपर्छ। हामी नेपाली हाम्रो नेपाल भनेर चाहिँ यहाँ एउटा कुर्सी निर्माण रहेछ। नेपालको नक्सा, त्यसैगरी नेपालको झण्डा देख्न सक्नुहुन्छ। यहाँ पनि त्यही छ र यहाँनिर धरहराको यो सिंहधराको चित्र पनि रहेछ र यता झ्याली हामी पञ्चे बाजाहरू बजाउँदाखेरि एकदमै प्रयोग हुने यो झ्याली मगर समुदायको एकदमै मौलिक बाजा र त्यसैगरी यो जुनारको रूप रहेछ। यो विशेष यतै सिन्धुलीमा एकदमै प्रचलित जुनारहरू धेरै पाइन्छ र यता बाँसुरी रहेछ। त्यसैगरी यता मजुरको चित्र छ। यो बन्दै पनि रहेछ लगभग यो यस्तो। अनि त्यसैगरी यो कर्नाल भन्ने बाजा यो एकदमै ठुलो, विशेष गरी यो इन्डियातिर पनि एकदम प्रयोग गरेको हुन्छ म्युजिकहरुमा। र यता चाहिँ यो गौतम बुद्धको मूर्ति रहेछ। यहाँ भित्र चाहिँ यो संरक्षण गरिएको छ र यहाँनिर ठुलो ढ्याङ्ग्रो रहेछ यो। त्यसैगरी यता चाहिँ सुप्रसिद्ध कलाकार स्वर्गीय जयानन्द लामा ज्यू हुनुहुन्छ, उहाँको प्रतिमा। त्यसैगरी यता हुनुहुन्छ सुप्रसिद्ध कलाकार स्वर्गीय इन्दिरा गोले ज्यू हुनुहुन्छ यहाँ पनि। र यहाँनिर ठुलो स्तूपा राखिएको छ है। त्यसैगरी यता चाहिँ ढोलकी छ। त्यसैगरी यता यो सनाई छ। यो दुईवटा सनाई रहेछ यहाँनिर, एकदम राम्रो। यो छुट्याउन पनि गाह्रो छ। र हाम्रो पुकुली भान्जी, राम्री भान्जी पनि हेर्न आउँदैछिन्। अनि यहाँ चाहिँ पशुपतिनाथको जस्ताको तस्तै चाहिँ यो ठुलो मूर्ति नै यहाँ तयार गर्नु भएको रहेछ। यहाँहरूलाई विशेष धन्यवाद छ यो यति ठुलो। हजुर। अनि त्यसैगरी यहाँनिर दमा छ। अनि यहाँनिर यस्तो रहेछ। अनि यो घरहरू छ है, टिपिकल चिजहरू एकदमै छ। यो विभिन्न रुखहरूबाट बनाइएको हाम्रो वन जङ्गलबाट पाइने यो विभिन्न रुखहरूको आर्ट चित्रहरू रहेछ यहाँनिर। यो देख्न सक्नुहुन्छ तपाईहरु पनि। मान्छेहरूदेखि लिएर हैन, जनावरदेखि लिएर धेरै किसिमको यो छुट्याउनै नसकिने आर्टहरू छ। यो घर पनि कस्तो राम्रो कलाघर लेखिएको। अब हामी यहाँबाट देखाउन जाँदैछौँ तपाईलाई माथि। ल हिँड, बिस्तारै हिँड ल। अनि सानी भान्जी पनि माथि हेर्न जानको लागि जाँदैछन्। बिस्तारै ल, बिस्तारै। म तिमीलाई उचाल्छु। आफै गइहाल्यौ त है। ल हजुर हजुर के चाहियो?
एक गीत आयो ए तिमीलाई ए बिस्तारै बिस्तारै खुट्टा नि दुख्यो ओहो तिमी त मिठो बोल्दो रहेछ त होइन मान्छे अब एकचोटि हेरौँ त्यहाँ नाचेर आएको हेरौँ हाम्रो सिद्धार्थ आलीज्यूको मिठो माघैमा माघी पर्व छ मगर हुनुमा मलाई गर्व छ यो गीत प्रस्तुत हुँदैछ ल अब यो यहाँबाट चाहिँ हामी भित्र प्रवेश गर्दैछौँ है यहाँ चाहिँ सङ्ग्रहालय भित्र चाहिँ ल यहाँ पनि यस्तो राम्रो छ कि यस्तो राम्रो छ कि यो हजुर यो अब तपाईँहरूले के देख्नुभयो भन्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ यहाँ यो घट्टा हाम्रो गाउँतिरको होइन मकै आटोहरू पिस्ने घट्टाहरू छ है अनि त्यसै गरी यसरी बनाउनु भएको छ अनि चाहिँ यो हजुर कलाघर यो चाहिँ पानी चाहिँ यस्तो कुवा गाउँतिरको पुरानो हामीले युज गर्ने पानीको पोखरीहरू जस्तो कुवाहरू अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले ढिकी हजुर पिङ होइन नि यो त ढिकी हो चामल कुट्ने ढिकी हो अनि यस्तो हो र यस्तो देख्न सक्नुहुन्छ तपाईँहरू यो राष्ट्रिय कलाघरको सङ्ग्रहालयमा चाहिँ पुराना हाम्रा बाबुबाजेहरू है जिजूबाजेहरूको पालामा प्रयोग हुने विशेष गराएसी प्रयोजनका लागि चाहिने सामानहरू चाहिँ अहिले अब धेरै लोप भइसकेका छन् यसले चाहिँ हो त्यसरी पेल्ने अनि तेल निकाल्ने हो यो तेल पेल्ने हो हात पेल्ने नि फेरि पेल्छ हजुर त्यो मकै पिस्ने हो त्यो डालो अनि चाहिँ राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर हजुर त्यो डालो हो ओइ त्यस्तो भन्दैनन् नि अनि यहाँबाट ओहो यो हिमालहरू कस्तो राम्रो देख्दो रहेछ बयान हजुर लड्ने हुन्छ एकैछिन ल हिमालहरू कस्तो दामी देखेको यहाँबाट कलाघर सिन्धुलीको यो हजुर एकछिन ल यति नै हो पवित्रा दिदी यहाँ आउनु त एउटा फोटो खिचिदिनु होला यहाँ भिडियो बनाइदिनु होला